Hi guys, it's me again, Robin here. Good morning सबैजनालाई है। अहिले चाहिँ बिहानको 8:20 गएको छ। अहिले चाहिँ म रेडी सेडी भएर मुख सुख धोएर ब्रस गरेर काममा जान लागेको छु है। आज सन्डे त्यसैले काम गर्न जानुपर्छ। विदेशको ठाउँमा काम नगरिकन बस्नु गाह्रो छ साथीहरू। म चाहिँ अहिले कामको लागि लागिसकेँ है। म यहाँदेखि कति 10 मिनट जति लाग्ला मलाई हिँड्दाखेरि। सेन्टर हुँदै जानुपर्छ। सेन्टरमा छ रेस्टुरेन्ट चाहिँ। सुनसान छ। चराहरूको आवाज राम्रो आइरहेको छ। मैले हजुरलाई म ब्याक क्यामेरा गरेर देखाइदिन्छु अब है। गाडी नभएर दुई चारवटा गाडी हिँड्दैछन् हाइवेमा आज हालमा कस्तो यस्तो है। त्यो चाहिँ पार्क हो। मान्छेहरू हिँड्ने घुम्ने गर्छन् त्यहाँबाट जान्छन्। अहिले चाहिँ फिलहाललाई चिसोले गर्दाखेरि पाछा झरेर सब नाङ्गो भयो दुःखहरू है। साह्रै राम्रो दुःख त्यहाँबाट हेर्ने समरमा मात्रै राम्रो देखिन्छ। केही छैन यस्तो यस्तो छ। यही गल्ली सानो छ बाटो बनाउनु लाग्यो पुरैतिर यहाँ कहाँको आवाज आयो बिचबाट सुरिलो आवाज यस्तो चाहिँ। साथी अझै बोलेन त्यो सन्ध्याले पो ठिक गरेर छु खतम लाग्न दाइले अरे बोलो अब हामी सेकेन्ड कति सेकेन्ड लागि बोलेछ भने देखिन्छ दुई भिडियो भन्ने मिनिट थियो अहिले 14 सेकेन्ड बोल्छ होला यो चाहिँ है। हामी चाहिँ सेन्टर लाइन आइसक्यो यस्तो सानो फुलो पनि छ। हिउँ पऱ्यो हजुर राम्रो देखिन्थ्यो पुरा जम्ची हिउँ पऱ्यो बेला आयो फेरि है। यस्तो छ है अगाडि यस्तो पार्किङ गरेको यो चाहिँ कन्जर्भेटर म्युजिक क्लास पढ्न जाने ठुलो अलि इन्स्ट्रुमेन्ट छ भने बच्चाहरू इन्स्ट्रुमेन्टहरू पढ्न जाने भयो। अनि यो चाहिँ यहाँको गोली यस्तो राम्रो देखिन्छ पानी परेको बेला राम्रो देखियो है। यो चाहिँ यहाँको गल्ली है। गल्ली भन्दा ठ्याक्कै गल्लीमा देख्यो यार भएन यस्तै। यो चाहिँ यहाँको गल्ली है यस्तो राम्रो छ। पानी परेर टलक टल्किएर कम्बिनेसन सही मिलेर बाह्र जता पनि त्यसरी यस्तो छ। अगाडि गाडीहरू पार्किङ गरिदिनु पारेको छौँ। यो चाहिँ साइकल बेच्नु है।
क्वालिटीको साइकल रहेछ, गाडीभन्दा महँगो हुने साइकल पनि 20% डिस्काउन्ट छ। मेरो नाम लिएर पनि 30% डिस्काउन्ट लाग्यो। कति दिन लगाएको छ लिमिट थाहा छैन त्यति। ल्यायो यो चाहिँ अहिले खोलेको नयाँ दोकान हो। पुरै पाइने यहाँ चाहिँ ट्रिक गऱ्यो त्यस्तै हेर्न सक्नुहुन्छ। यो चाहिँ फास्टफुड बेच्ने ठाउँ हो, सानो दोकान। यता चाहिँ आगो ल्याइयो। यो चाहिँ यहाँको मेन यताउतिको सरकारी अफिस हो। यो चाहिँ चर्च हो है। यो चाहिँ पुरै चर्च हो, बनलाहार कन्स्ट्रक्सन हुँदैछ। सही दामी हो भन्छन् के माथि मणि गएर आसमान यस्तो छ। यो चाहिँ यहाँ पुरै गल्ली भयो। हो मणि काममा आउनु पुरा हुन लाग्छ। यस्तो छ यहाँको गल्ली। नेक्स्ट कम्पनी चाहिँ यहाँ रहेछ। जमिनहरू खरिद बेच हुन्छ है। मान्छे बसेर केही त्यहाँ बेच्ने या फिर बेच्ने मान्छे लगाउने ब्रोकरहरू चाहिँ यहाँ भन्छन्। के भन्छ पनि थाहा भन्ने पनि अब ब्रोकर चाहिँ मैले भनेको त्यो चाहिँ ब्ल्याक टावर यहाँ माथि चढ्ने गर्ने सबै भ्युज देख्न सक्नुहुन्छ हजुरहरूले। पुरा त्यसको बिचको भ्युज देखाउँछ ब्ल्याक टावरले है। चाहिँ कालो छ है। अब चाहिँ हामी यहाँ चाहिँ सेन्टर प्रवेश गरियो। यो चाहिँ सेन्टर भयो यहाँको। त्यहाँ यो झन् राम्रो देखिन्छ लाइटिङहरू यस्तो छ पुरै। सब यहाँ जानुपर्छ अब। यहाँ भयो यो चाहिँ पुरै 4 कुना मिलेको सेन्टर छ है साथीहरू। पुरा ठिक्कको सब मिलेको, तलदेखि माथिदेखि तल ए टु जेड मिलेको है। बाटो चाहिँ यता हो। साह्रो लगाएर पारेर रेस्टुरेन्टहरू लगाएर राखेर 11 बजे घुम्नुपर्छ फेरि। मान्छेको हलचल छैन किनकि हिजो छुट्टी थियो। हिजो सबैले दाजु सारा सुत्योलन गरेर 11 बजी उठेर लगाएर रेस्टुरेन्ट छ। Biasanya sih, sekian aja. Soalnya tidak ada anak-anak kan, tinggal dalam 3%. Tiba-tiba masih hari. Hati artis bangsa. Ngopi dan sama aku. Itu semua kalau lagi dia ada susah. Panjangnya bagus sekali. Dia punya semangat. Ya sih nih. Ini kan oleh t-shirt jersey harus apa aja. Wah, macam apa kah? Bicara beli. Beli cepat paling saran deh, Sir. Wow. Betul banget Sir. Wah, menurut kamu sih apa sih? Jadi free apa dia? Jangan beli itu beli aja. Terus itu bagus. बताइए है केटीहरूले राम्रोलाई कफी पनि दामी बनाउँछ यहाँ है। कफी केक बिहानको नास्ता सास्ता। र हामी चाहिँ यो हो हाम्रो रेस्टुरेन्टको बोर्ड। यो चाहिँ हाम्रो रेस्टुरेन्टको बोर्ड हो। सबै यो रेस्टुरेन्टको बोर्ड हो। गेट वे बिचका खानाहरू है। यो चाहिँ खानाहरू है। ल के खाने ल अर्डर गर्नुहोस्। 11 बजेदेखि खुल्छ।
आज 8 बज्छन् आइतबारको दिनभर गेटवे अफ इन्डिया छ नाम। कलर यहाँ चाहिँ लेखेको छ यस्तो, तर चेन्ज भयो, हल्का चेन्ज है। यो चाहिँ इन्ट्री हो, ताजमहल, गेटवे अफ इन्डिया। यो चाहिँ गेटवे है, दुई गेट छ, त्रिपुरा चाहिँ हामी आइन्छ। यहाँ पनि टक्क लाइट साइट लाएर लाइटिङ मात्र बनाएको छ। यतापट्टि जानुपर्ने हुन्छ हामी, तर फेरि त्यहाँबाट छिटो जानुपर्ने हुन्छ। हामी चाहिँ अहिले रेस्टरुममा आइसकेको छु साथीहरू। रेस्टरुममा गएर झाडु पोछा लगाएर रेडी गर्नुपर्छ। यहाँ रेस्टरुम आइसक्यो, नाम आइसक्नु भएछ। गेट अफ इन्डिया दरवाजा गइसकेको है। रामा यता चाहिँ हाम्रो मामा बस्नु छ, कलाएर बिहान बिहान कफी खाँदै। यहाँको कफी यस्तरी खान्छन् भन्नु, यस्तरी पुरै के पुर्छन् कि केही छैन है। खानु चाहिँ यस्तै खानुपर्छ मामाले, ट्याक्क लाएर। कस्तो आमा, कसो भर्खर उठेर आउनुभयो रहेछ मामा नि। भोलि अझै उठेको छैन, 6 बजी उठ्या, 6 बजी भर्खर आउनुभयो रहेछ। यो चाहिँ रेस्टुरेन्टमा काम गर्ने। चाहिँ अहिले झाडु पोछा लगाएर भ्याएर अब घरतिर खाना जान लाग्यो। आज चाहिँ घर सामान आएको थियो, एक ठाउँ सामान पिकअप गर्छु, देखाउँछु के सामान आएको छ भनेर। कस्तो आउँछ यहाँ सामान मैले हजुरलाई सब देखाइदिन्छु है। त्यहाँ चाहिँ गाडी छ अगाडि, अझ यो गाडी चलाउने हो। सन्डेको दिन चाहिँ यस्तो गाडी चलाउनु मिल्छ है यहाँ।
गाडीमा बसिसकेको छु। अब आइतबार बेलुका जस्तो हामी गाडी बस्नु पाइन्छ चलाउनु पाइन्छ कि होइन दिन आइतबार आइदियो भने त भन्नु पनि भन्न भन र चाहिँ जाने भेट्नु खाने काममा दलिनुपर्छ 4 बजे जस्तो हुन्छ। यहाँको बाटो यस्तो छ है हेर्न सक्नुहुन्छ। अहिले चाहिँ यहाँ घरलाई रिकन्स्ट्रक्सन गर्नु लाग्यो चाहिँ यहाँ आरामले हिँड्न पर्दैन हुन्छ। त्यो चिल्लो बाटो भन्नुहुन्थ्यो चाहिँ यस्तै यस्तै बाटो छ अलिकति छैन है। यो सेन्टरको अवस्थाको अगाडि मामा हुनुहुन्छ। सेन्टर छ है घरि पर आज घुम्नुपर्छ यस्तै के गरिदिनु यस्तो हाम्रो पनि मतिर जाने छन् अगाडिपट्टि के छ यो ठाउँमा आएर म देखाइदिन्छु के छ यहाँनिर खोलिदिनु। अहिले जस्तो अगाडि कुरो लगाएको कि होइन साबुन लगाएको छ क्या यस्तो कुरो छ उड्यो कतै साबुन लगाएको आसमानले पनि वाउ भयो यता राइट साइड चाहिँ रहेछ। अब चिल्लो बाटोमा देखिरहेछ ल हामी चाहिँ अहिले तर गर्दैन लाग्यो तपाईँ चाहिँ इन्सुरेन्स कम्पनी छ टक्कर रातोमा यस्तै रोकेपछि केही हुन्न। यो चाहिँ इन्सुरेन्स कम्पनी है पोस्टमा लेखेको यहाँ चाहिँ पोस्ट भन्छ। यतापट्टि चाहिँ मार्केटहरू छन्। हामी चाहिँ अहिले यहाँ ट्राफिक लाइट यस्तरी बसिराखेको छ फोन चलाउँदै हुन त गर्न त नमिल्यो ठिकै छ त्यही पनि यस्तरी बसा ट्रली बसा यतापट्टि जाने यस्तरी हामी यहाँबाट यस्तो राउन्ड हाल्नुपर्छ। यहाँले ठाउँ भयो खतरा तर म यस्तै गरेर ट्राभल गरेको भिडियोहरू देखिरहन्छु टाइम टाइममा समय समयमा। यहाँ चाहिँ स्पिड चाहिँ 50 हो 50 भन्दा माथि जान पाइन्न। टक्क लगाएर अगाडि रेगुलर गर्नु लाग्छ ग्यास छोड्दै आफै हेर्दै जान्छ स्पिड यस्तो इन्डिकेटर दिनुपर्छ। अगाडि ट्रेन स्टेसन छ अनि चाहिँ यो गर्दा चाहिँ सेतो गाडी चाहिँ अटो लाग्यो भनेपछि कार स्कुल सिक्न जानलाई नयाँ नयाँ छ बिस्तारै यहाँ बस्यो फेरि रेड लिनु पऱ्यो के गर्ने भाग्यमा रेड लिँदा केही रहेछ।